सर तपाईँको नाम के हो? कमल लामा। तपाईँको घर कता हो? घर यहाँ कालिम्पोङ मेन रोड कालिम्पोङ। रोड है। तपाईँको एज? एज अहिले रनिङ 71। ए है। जब तपाईँ हेरिङ हेड लगाउनु भएको थिएन, तपाईँ कतिको सुन्नु हुँदै थियो? यो हियरिङ एड लाउनुभन्दा अगाडि चाहिँ मलाई पुरा प्रब्लम नै हुँदै थियो हो, र डक्टरले पनि मलाई त्यही सजेस्ट गरिदिनु भएको थियो बरु हियरिङ एडै लगाएको राम्रो भनेर। र त्यसले गर्दाखेरि यहाँ आज आएँ, ट्रायल गरेँ। ट्रायल गर्दाखेरि यो लाउँदाखेरि चाहिँ मैले एकदमै राम्रो फिल गरेँ। अहिले राम्रो सुन्दैछु। राम्रो सुन्नुहुँदैछ है। यो चाहिँ हाम्रो सिलगढी स्पिच एन्ड हियरिङ क्लिनिक प्राइभेट लिमिटेड, यता कालिम्पोङमा चाहिँ हाम्रो ब्रान्च हो यो। र तपाईँ यहाँको सर्भिसिङ कस्तो लाग्यो तपाईँलाई? राम्रो लाग्यो एकदमै। हामीलाई सिलगढी कुदिरहनु पनि परेन हो, यहीँनिर घरको आँगनमा नै सुविधा नै एकदमै राम्रो लाग्यो। हुन्छ, थ्याङ्क यू। हुन्छ। सर तपाईँको नाम के हो? कमल लामा। तपाईँको घर कता हो? घर यहाँ कालिम्पोङ मेन रोड कालिम्पोङ। रोड है। तपाईँको एज? एज अहिले रनिङ 71। ए है। जब तपाईँ